तिमीले यो मान्छेलाई त चिन्छौ होला। यसको नाम क्रेटोस हो र यो एउटा पपुलर गेम सिरिज गड अफ वारको मेन क्यारेक्टर वा के भनौँ जस क्यारेक्टर हो। तर यो गेम खेल्न तिमीलाई के चाहिन्छ थाहा छ? PS नत्र राम्रो PC चाहिन्छ। तर हामीसँग त त्यो छैन। भर्खरैको लागि सपोज गरौँ होइन, छैन। सो म तिमीहरूलाई PSP लगाएर मोबाइलमा कसरी खेल्ने हो भनेर भन्छु यो भिडियोमा। यति कुरा याद राख कि मैले यो भिडियोमा लो एन्ड डिभाइसमा चल्ने गरी र PPSSPPहरू हुन्छ नि, त्यो एक्सट्र्याक्टहरू गेम फाइलहरू केही पनि डाउनलोड हुन्छ नि, त्यो झन्झटै नगर्ने गरी यु नो गड अफ वार आई गेस Thou Ghost of Sparta न त्यो कसरी खेल्ने भनेर भन्छु। अनि यसमा तिमीले लिटरल यो गुगल प्ले स्टोरमा पनि पाउनेवालामा छौ। हेलो एभ्रिवान, स्वागत छ तिमीलाई मेरो अझ एउटा नयाँ भिडियोमा। सो यो भिडियो सुरु गरिदिइहालौँ। यो गेम मैले लिटरल्ली प्ले स्टोरबाट डाउनलोड गरेको हो। सो यु नो इट इज फ्री। हुन त यो गड अफ वार हो तर यसको नाम चेन अफ स्पार्टा छ। सो यस, यो गेमको इन्टरफेस एकदमै राम्रो छ होइन, अप्सन्सहरू ट्रेजर्सहरू पनि दिएको छ। तर यो ट्रेजर्सको बटन कामै गर्दैन यार। यसमा हल्का एडहरूको प्रब्लम चाहिँ हुन्छ नै हुन्छ होइन। हेर, त्यसको लागि पनि के गर्ने हो भनेर म भन्छु। पख तिमीले नेट अन गरेर गेम लोड गरेपछि नेट अफ गरिदियो, इट्स द्याट सिम्पल। सो नर्मल गेम सुरु गरेपछि हेर होइन, हल्का ल्यागी चाहिँ हुन्छ नै हुन्छ, किनभने हामीले PS को गेम लिटरल मोबाइलमा खेलिरहेछौँ। सो हल्का हल्का ल्याग त हुनु परिहाल्यो। यो गड अफ वार 1 भएर होला अनि मोबाइलमा खेलेर होला यसको साउन्ड चाहिँ एकदमै हुन्छ नि लाइक नराम्रो थियो। अनि एनिमेसन त हेर होइन कस्तो ल्यागी थियो। जे होस् हामीले PPSSPPबाट डाउनलोड गरेको छैनौँ र यो सायद जब 131 MB को थियो र 1 GB को फाइल एक्सट्र्याक्ट गर्नु परेको थियो। सो त्यसैले होला। गेम प्ले वाइज र एनिमेसन वाइज हेर्ने हो भने रमाइलो त लाग्छ होइन, किनभने अभियसली गड अफ वार हो, रमाइलो त लागिहाल्छ। अनि जसले पनि हुन्छ नि गुगलमा गएर हाउ टु प्ले गड अफ वार 5 इन मोबाइल सर्च गर्छौ नि होइन, तिमीहरूले यो भिडियोमा तिमीले हल्का राम्रो एडिट नदेख्न सक्लौ, किनभने मैले यो भिडियो एकदमै हतारमा बनाइरहेको छु होइन। अनि त्यसैले यसको एउटा कुरा चाहिँ पोइन्ट आउट गर्नु नै पर्छ कि हुन्छ नि यो सबै NPCहरूलाई मारेपछि जुन एनिमेसन हुन्छ नि, हेर है कस्तो स्मुथ हुन्छ। एनिमेसन चाहिँ फेरि पछि स्मुथ हुँदै जान्छ। तर मैले अभियसली रेकर्ड गरेर होला, मेरो हल्का ल्यागी भइरहेछ। स्टिल यो बेटर छ होइन, खेल इफ यु वान इन्जोय गड अफ वार इन यर मोबाइल एन्ड इफ यु डोन्ट ह्याभ PS। अब मेरो फेभरेट कुरोमा बस फाइट। तिमीहरूले गेम खेल्दै जाँदाखेरि तिमीहरूले एकदम धेरै नै बस देख्नेवालामा छौ यो गेममा। धेरै त के भन्नु, 3टा बस छन् होइन, यो एउटा मोन्स्टर अनि अरूहरू पनि गेम खेल्दै जाँदाखेरि आउँछन्। अब यो गेमको बस फाइट इन्जोय गर।
अल टुगेदर म के भन्छु भन्दाखेरि होइन यो गेम एकदमै राम्रो छ खेल होइन तर यो गेम कम्प्लिट छैन मतलब के हुन्छ नि यो गड अफ वार Ghost of Sparta. चेन अफ ऊ होइन नि चेन अफ स्पार्टा रे यार फेरि चेन अफ गोस्ट अफ स्पार्टा रे के हुन्छ नि नाम पनि हल्का लाइक राख्नु पर्ने थियो यिनीहरूले स्टिल जोस कमिङ सुनमा छ अरे होइन गोस्ट अफ स्पार्टा चाहिँ वेल अब तिमीहरूलाई अब यो खेल्न छैन भने तिमीहरूले पिपिएसपी लाएर पनि खेल्न सक्छौ त्यो चाहिँ अब युट्युबमा हेर किनभने मैले पनि पिपिएसपी लगाएर हुन्छ नि लाइक गेमहरू खेलेको एकदम धेरै नै भइसक्यो कि वर्षौँ भइसक्यो मैले पनि नखेलेको पिपिएसपी लाएर होइन सो यस थ्याङ्क्स फर वाचिङ बाई बाई